Hello guys, what's up? It's me Lokendra Tamang. Welcome to my YouTube channel. Long time पछि है guys. आज 2082 साल नयाँ साल 2025. अब यता हामी यसो घुम्न जान लागेको नयाँ सालमा कतातिर पुग्छ? अब कुरा चाहिँ अब यता वागा टुरीतिर जाने कुरा छ guys. कस्तो हुन्छ के हुन्छ आजको नयाँ वर्ष स्पेशल हजुरहरूलाई देखाउँछ है त। हाम्रो चाहिँ वागा जाने टोलीहरू यहाँ यति जम्मा भएको छौँ। यो चाहिँ हाम्रो गाउँ नुवाकोट ब्लगर पनि मैले पुरा बाइक चलाइ हिँडिरहेको अनि अब होइन टोटल गरेर 13वटा बाइक भएको छ वागा जाने टोली। कस्तो अँध्यारो अँध्यारो देखेको थियो। हामी चाहिँ फाइनली यता के ठाउँ भन्छ यसलाई किमताङ आइपुगेका छौँ। हामी चाहिँ फाइनली यता किमताङ आइपुगेका छौँ। हामी चाहिँ टावर माछा खाना तलतिर जाँदैछौँ। टावर माछा त्यहाँ बबाल पाइन्छ गाइस। हामी चाहिँ फाइनली माछा फर्म आइपुगेका छौँ। त माछा फर्म माछा खाने होइन त टावर माछा यस खाने हो यार गम हानी ल माछा माछा आम्मा खै त क्यामेरामा त देख्दैन त कत्रो कत्रो माछा गाइस। कत्रो तल पो ठुलो रहेछ त। ल बबाल छ बबाल। किमताङको ट्राउट माछा एकदम स्पेसल। अझै 7 किलो त्यहाँ फ्राई मात्रै अझै 4 किलो हामी यता ढेँडोसँग खान लाग्यो नपुगेर यहाँ समाउँदैछ है बबाल। ट्राउट माछा त्यहाँ भुराहरू रहेछ त्यहाँ पनि देखाउन सानो सानो भुराहरू पनि रहेछ यो भुरा है यो चाहिँ माछाको भुरा भुरा के भन्दा अलिक ठुलो तल पनि रहेछ होइन पनि नि भाइ हाम्रो चाहिँ यहाँ 7 किलो बनाउनु लाग्यो 7 केजी ए समा 6 किलो 7 किलो गाइस। हामी चाहिँ यहाँ बसिसकेका छौँ। ल माछा आइसकेको छ गाइस। फाइनली माछा आइसकेको छ। साह्रै दामी भिडियो अब पार्टी न्यु इयरको
ल ल चेस ल ह्याप्पी न्यू इयर हाम्रो केटाहरू चाहिँ यता पार्टी हुँदैछ न्यू इयरको ल अब हाम्रो फ्राई गरेको माछा चाहिँ सकिसकेको छ अब ढेँडो र माछा आउँदैछ अझै बाँकी छ हाम्रो अब फाइनली अब ढेँडो आइसकेको छ ढेँडो आउँदैछ ट्याक्क लगाएर ढेँडो खाने अनि माथि वागातिर जाने हो वागा टुडी हुँदै कता कता पुग्छ म देखाउँछु यस्तो चाहिँ अब ठिक छ रे ढेँडो र माछा यहाँ माछा छ अचार हाल्ने हो हाल्ने सबैजना यता भेला ढेँडो ल यहाँ आउनुहोस् है गाइजहरू साथीहरू सबैजना अब नयाँ वर्ष शुभकामना एकदम मिठो अब हाम्रो चाहिँ अब खानपिन भइसकेको छ सबै उठेर छौँ हामी अब राति वागातिर जान्छौँ गाइज हेर्नु होला हेर्नु त हामी चाहिँ ठ्याक्क अहिले आइपुगेको गेम पनि सकिसकेछ फुटबल म्याच सबै निस्किरहेको रहेछ यस्तो छ अब ल हामी फाइनली वागा आइपुगेका छौँ गाइज यस्तो छ अब हामी आउन अलिक ढिलो भयो यस्तो चाहिँ फुटबल म्याच पनि सकिसकेको छ गाइस हावा यस्तो बवाल चलिरहेछ पुरै पानी परेको अवस्था पानी पर्न लागिरहेछ ल पुरै आकाश यस्तो भइसकेको छ यस्तो छ मौसम यस्तो छ
पानी परिरहेको अवस्था छ। हाम्रो केटाहरू चाहिँ यहाँ छ। ह्याप्पी न्यु इयर ल। पानी परेर बिजोग भएको अवस्था। यस्तो छ गाइस। गाइजहरू नि त बब्बाल उठा हिँड्रे नि। यस्तो भयो त ल। ल गाइस हान्नु पर्यो, ठोक्नु पर्यो। अब त हामी पनि हिँड्दैछौँ यता। हिँड्दै हिँड्दै अँध्यारो भइहाल्यो। ब्लग यहीँतिर एन्डिङ गर्नु पर्ला जस्तो छ। अब आज खासै प्रोग्राम पनि राम्रो भएन गाइस। हामी अब सोले आइपुगेका छौँ। अब हामी घरतर्फ लाग्दैछौँ। ल है त गाइस, यति नै अब।